नखाएछ मलाई होइन आयो भने तिमीले जे पनि गर्दैछु यहाँ त्यस्तो हैन दाइ त्यस्तो भन्नुहुँदै हैन दाइ तिमीले हेपेर आएको हो मलाई ठुलो कुरा नगर आफ्नो छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन हैन तपाईले त्यस्तै पेलेर आउनु भएको अनि मैले ओबडेका देखेन अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ ओबडेका देखेन त्यहाँ मैले पेलेको रानीको छोरा ओइ माछी के खेल्छस् खोला हातले म उताले हाले मर को खेल्छस् ए यसलाई पनि हान्न न यार टाउको फुट्ने गरी हेलमेटले कस्तो केटाहरू हान्नै नसक्ने रहेछ उतानो पारिदेऊ न हो उतानो पारिदेऊ यसलाई कुन चाहिँ पार्टीको छोरी हो यो साले कुत्तालाई जसरी पनि कारबाहीको दायरामा उभाउनु पर्यो एउटा ब्लगर एउटा मोटर ब्लगर भनेको मलाई लाग्छ कि हाम्रो नेपाललाई प्रमोसन गर्छ उनीहरूले जुन कुना काप्चा कस्तो कस्तो दुःख गरेर गएर हुन्छ हरेक हाम्रो नेपालको अरूले नदेखेको ठाउँहरूलाई प्रमोट गरिरह हुन्छ उनीहरूले यस्तो मान्छेलाई यस्तो व्यवहार गर्नु चाहिँ यो जायज कुरा होइन यो मान्छेलाई जसरी पनि कारबाही चाहिँ हुनु पर्यो थोपडा हेर न थोपडा ठ्याक्कै मेरो घरको सुँगुरको जस्तो छ साले खातेको यसलाई एनी हाउ कारबाही गरियोस् कारबाही गरेको भिडियो देख्न पाइयोस् यसलाई त्यो जुन त्यो दुईटा भाइहरू छ तिनीहरूसँग झुकेर माफी मागेको देख्न पाइयोस् होइन भने यो मान्छेको आयु धेरै लामो छैन यो मान्छेलाई एउटा न एउटाले छप्काएर छाड्छ।